हेलो साथीहरू, नमस्कार नमस्कार है। आज 2022 साल वैशाख 12 गते शुक्रबार। आज पनि सदा जस्तै गाई भैँसीलाई घाँस काट्न लागि खेतमा आइएको छ। आजबाट चरी घाँस काट्ने हो। चरी घाँस काटेर भैँसीलाई खुवाउने। एकदमै गर्मी छ, 41 डिग्री छ। अहिले 12 बज्न आँट्यो। घाँस काट्यो, अलिकति यति घाँस काट्यो। गर्मी भएर रुखमुनि बसेको। हल्का हावा चलेको छ, थोरै मात्रामा। एकदमै धेरै गर्मी छ। हेरौँ अब यहाँ घाँस 2-3 बारी घाँस काटेर घाँसको भारी पुऱ्याएर लगाएर काट्ने हो मेसिनमा। अनि भुस मोलेर दिनुपर्छ। बहुत गाह्रो छ साथीहरू, गर्मी छ, धेरै गर्मी छ। गाउँले जीवन यस्तै हो है साथीहरू। यो घाँसलाई चरी बज्रा पनि भन्छ। यो खास गरी हाम्रो देशको मकै जुनेलाहरूबाट क्रस गरेर बनाएको घाँस हो। कृषि वैज्ञानिकहरूले बनाएको होलान् सायद। हामीले त बिउ ल्याउने छर्ने हो। यो बिउ नेपालमा बन्छ, इन्डियन बढी आउँछ। यो काटेपछि एकचोटि छरेपछि लगभग 4 चोटि 5 चोटिसम्म पलाइरहन्छ। यो काट्नुपर्छ। बर्खाभरि भदौ वर्षसम्म हुन्छ यो घाँस। एक आज काट्यो भने फेरि 15-20 दिन 1 महिनामा फेरि काट्ने हुन्छ। यो देख्दा मकै जस्तो देखिन्छ। यस्तो हानचमर पनि खाइन्छ। तर यसको गेडा चाहिँ यसमै फल्छ है। मकै जस्तो घुवा लाग्दैन। यसमै गेडा हान्ने प्रजाति हो यो। यसको धेरै हुन्छ। ट्युसन्टी भन्छ, सुडान भन्छ, चरी भन्छ, बज्रा भन्छ, अनेक थरी नाम छ यसको। यो चाहिँ कटन फलेछ है सिमलको बोटमा। तपाईँले देख्न सक्नुहुन्छ। धेरै फलेछ कटन। कटन झरेर भएन, रहेछ कटन। 1 नम्बर 100% कटन हो यो। फाइबर बनाउन भन्छ। ओरिजिनल कटन। मसिनो मसिनो गेडा हुन्छ है, सानो यसको बिउहरू। यो चाहिँ भिटामिन हुन्छ धेरै। यसबाट तेल पनि निकाल्छन् यसको। शुद्ध कटन थुप्रो झरेछ है। यसलाई सिमलको कटन भन्छ। सिमलको फाइबर पनि भनिन्छ यसलाई। अब यो घाँस ल्याएर यसरी छाती काटिन्छ। छाती काटेपछि त्यसलाई भुसा पारा मिलाएर फेरि गाईलाई हालिदिन्छ। गाईले केही प्रक्रिया चल्छ। अगाडिसम्म छर्पन भएर फर्कन यो साथी हो। घाँस काट्यो, भुसा मिक्स गर्यो। पहिला पैटन पनि हाल्छन्, गोबर सोहोर पनि फाल्यो। आनन्द भयो अबलाई तान्यो मात्रै पछि फाल्ने सुत्यो। अब गोबर सोहोर सफा गर्यो। बच्चाहरूले खाएर खान् सुत्योहरू। यस्तै छ साथी हो गाउँले जीवन। साथीहरू गर्मी छ। अब गाईको धन्दा सिद्धियो। घाँस काटियो, खुवाइयो गाईलाई।
अब एकछिन हल्का क्रिकेट खेल्न गइन्छ एकछिन। अब 1-1.5 घन्टा क्रिकेट खेलेपछि आएर खाजा खाने साथी क्रिकेट खेल्न गइन्छ। क्रिकेट खेल्न आएपछि तल छ गराउन्ड, त्यसपछि काम सिद्धिन्छ। आज बेलुका काम बाहेक गरौँ। गर्मीले यस्तो भएको छ, घाँस पनि बिग्रियो, आधी मऱ्यो फेरि। पुरै झुम्म छ, गर्मीले चिसो नभएर चिसो जोडै छ। पानी लाउनु भनेको पानीको पालै पाएन, पानी नभई पाएन। कहिले पाइन्छ पानी? यताउता फुच्चे फाच्चेहरू आउँदैछन्। हल्का एउटा सानो गेम छ। त्यो आइसक्यो। अरू आएनन्। 2-3 जना मात्रै आएछन्। अब क्रिकेट खेलिन्छ। घामले गर्मी बढी भएर यस्तो सुकेछ जमिन। यसमा अलिअलि पानी नआएर पानी लाउनु पनि त्यस्तै छ, पुरा सुकेछ। धेरै गर्मी भएर पानी आइदिनु बल्ल जस्तो रक्क परेछ। गर्मीले पुरै चरी घाँस यसमा पनि त थियो। फेरि गर्मी छ पुरै। टक्क आधी मरेछ, राति जाग्छ, त्यसपछि मर्छ। फेरि सुक्ख छ माटो। मेडीमा त पुरै जले अस्ति भएको छ, आगो लागे जस्तै सुकेर। त्यो सुक्ख, यो चाहिँ निपेर घाँस हो, निपेर चाहिँ हरियो छ। अरू चाहिँ बर्बाद भयो। यो पानी अब छैन, 2-4 दिनसम्म कहिले आउँथ्यो। पानी नआउनुले यस्तै हालत हुने होला। गाह्रो छ, गाह्रो छ। कसरी हुन्छ साथी यस्तो गर्मीमा? कति तातो छ यस्तो, पसिना आएको छ। चिर्बी। ल साथी, आजलाई यति नै है।